ठुलो डिजायर, गोल अथवा लक्ष्यले मानिसलाई सफल बनाउँछ, तर शान्त भने मानिसलाई कहिले पनि प्रदान गर्दैन। यदि तपाईँ शान्त हुन चाहनुहुन्छ भने, जीवनमा तपाईँ शान्ति प्राप्त गर्न चाहनुहुन्छ भने, केटीको नाम होइन है शान्ति भने चाहिँ, तपाईँको जीवनलाई सन्तुष्ट, खुसी, आराम, शान्त बनाउन चाहनुहुन्छ भने तपाईँले परिवर्तनलाई हेर्न सक्नुपर्छ, न कि वस्तुलाई। किनकि यो संसारमा हरेक कुरा परिवर्तनशील छ। जब तपाईँले कुनै पनि वस्तुलाई, अवस्थालाई हेर्नुभयो भने त्यो बेला तपाईँ दुखी हुनुहुन्छ, तर यदि तपाईँले परिवर्तनलाई हेर्नुभयो भने तपाईँ खुसी हुनुहुन्छ अथवा तपाईँ शान्ति, तपाईँको मन चाहिँ शान्त हुन्छ। जस्तै कि जब जब जीवनमा खराब अवस्था, परिस्थिति आउँछ, तपाईँले त्यति बेला त्यो खराब अवस्थालाई होइन कि यो खराब अवस्था हिजो थिएन, आज छ र भोलि हुने छैन, भोलि यो आज छ, भोलि हुनेवाला छैन भनेर तपाईँले त्यो परिवर्तनलाई हेर्न सक्नुपर्छ। जसरी हामी हिजो बच्चा थियौँ, आज युवा छौँ, भोलि बुढा आउँला, कुनै दिन मरौँला, होइन हो। यो परिवर्तनलाई तपाईँले हेर्नुपर्छ, न कि वस्तुलाई। तपाईँले परिवर्तनलाई हेर्नुभयो भने तपाईँको मन पक्कै पनि शान्त हुनेछ है त।